अनुशासन जुन शब्द छ त्यो आफै आफमा जितको लागि बाँच्नलाई जानुको लागि सबभन्दा हामी यो त चाहेको छौँ म कलेजमा पास हौँ तर हामी सामान्य व्यवहारहरूमा ध्यान नदिएर हामी कतै अहिले उहाँ यो क्लासमा आएका जो लक्ष्य जोड्नु भएको छ 3 सालमा कम्प्लिट गर्ने लक्ष्य सबैको समान तर व्यवहार समान सबभन्दा ठुलो सानो कुरा म भन्छु तपाईँहरू 10 क्लाससम्म पढ्नु भएको 2-4 साल पहिला पढ्नु भएको सामान्य झगडा हुँदा साथी 2-4 दिन सबैको क्लास म पनि तपाईँ जस्तै कुनै बेला यस्तै क्लासमा थिएँ तपाईँ हेर्नु होला क्लासमा सामान्य कुरामा झगडा हुन्छ त्यो बेला किन कल गर्यो मलाई किन धक्का दियो किन मेरो बेन्च लाग्यो झगडा हुन्छ सबै के गर्नुहुन्छ तपाईँहरू दुवैलाई उठाउनु त्यो पनि टेरेमा दुवैजनाले भन्नेलाई धोका पाएपछि लौरो तिमीहरू हल्ला गर्छ त्यसको स्टेज के हुन्छ म फेरि बदमासी गर्नलाई यहीँ दोकानमा हात उठाएर पाउँछु किन यहाँ डिआई छैन तपाईँलाई कसैले गाडी गर्न सक्दैन यो कलेज स्कुलको हो र मलाई हप्काउँदैन केही त्यस्तो गर्ने नियम छैन हामी युरोपियन स्टेटमा गर्छौँ तपाईँसँग कम्युनिकेसन गरेर तपाईँलाई के गर्नु यसको अर्थ यो थोरै छ कि हामी तपाईँ बदमासी गर्दै जानु हामी हेर्दै जानु हामी सदाको लागि बिदाई गर्ने बाटो पनि खुला राखेको हुन्छ साथीहरू ठुलो बेलाबाट भ्याउने सानो बेलाबाट सदाको लागि बिदाइदिने तपाईँलाई हामीले सुधार्न सकेनौँ हामी हार्यौँ आफूले ठिक यो कुरा पनि ध्यान राख्नु सरहरू मिठो बोल्नुहुन्छ हामी मिठो बोल्छौँ भने हामी कहाँ पनि दिन्छ तर तपाईँलाई आफ्नै बच्चा सम्झेर दुईवटा स्टेप पहिलो स्टेप दिनुभयो दोस्रो स्टेप दिनुभयो तेस्रो स्टेपबाट अनि हात उठाउन सक्छ कि अरू साथी बुझोस् कि यसले कुनै न कुनै कसले गल्ती गर्यो कि यसलाई हात उठाउन लाग्यो म चाहन्छु एकअर्कासँग हाँसेर तपाईँहरू हाँस्नु पनि हुन्छ म पनि हाँस्दैन हामी त्यसलाई कान समातेर सबै उठाउनुहुन्छ त्यो काम समातेर कुरा गर्दैछु तर उठाउने काम चाहिन्छ सबै साथी हाँस्नु उसलाई यो लाग्छ के म गल्ती गरेर त्यसरी यिनीहरू हाँस्छ दुबारा दोस्रो चोटि नगर्नुहोस् अर्को कुरा तपाईँले याद गर्नुहोस् तपाईँको कलेजले इन्चमा क्यामेरा लगाएको छ है त्यो देखाउने क्यामेरा पक्कै छ यहाँ मोनिटरिङ भइरहेको छ है सानो गल्तीमा तपाईँलाई केही भन्दैन ठुलो गल्तीमा पनि प्रमाणको लागि ठुलो तपाईँको भिडियोले तपाईँले सबभन्दा पहिला सामाजिक जुन सम्मान गर्ने परम्परा छ त्यो कुनै साथीलाई हेर्ने कुनै साथीबाट भाइ खाने कसैले हेर्यो भने तपाईँ प्रतिकार नगर्नुहोस् सम्बन्धित टिचरसँग हो किन प्रतिकार गर्न तपाईँ यहाँ आउनु नै भएको छैन किन यो कराटे क्लब त छैन त्यो कुरा सही याद गर्नु कराटे क्लबमा भएको छैन कसैले मलाई दुःख दियो पनि म यो कुरा विक्रम सरकार आर्थिक सरकार उहाँ हुने सरकार उठाउने सर यो हेर्न पर्ने मलाई अर्को कुरा मेरै गल्ती थियो भन्दा पनि एक कुनै हात जोडेको छैन सिनियर जुनियर किन तपाईँको उद्देश्य नै धक्का दिएर बल गर्ने बल देखाउने यो किन गल्ती छ तपाईँले स्टडी गर्ने तपाईँमा योगदान पुऱ्याउने सक्ने तपाईँ स्टडी कहाँ गर्नुहुन्छ स्टडी कहाँ गरिन्छ जोडले हामी सुन्ने गरी स्टडी कहाँ गरिन्छ घरमा कहाँ गाउँकोमा मेमोरीमा जहाँ हामी स्टडी गरेका विधिहरू छन् त्यसैलाई सम्बन्धित कुरामा झगडा गरेर एक दुईको सम्बन्धित बनाइदिने आज मैले त्यसलाई पुलिसले 2-4वटा साथीलाई मैले बाटो गर्छ म पनि टेन्सन पढाइ त कता गयो कता गयो उसलाई सेट गर्नु उसले मलाई सेट गर्छ त्यस्ताहरू भावना आउनु भएन त्यसैको लागि हात जोड्ने यो तपाईँ आफ्नो लागि जोडिरहनु भएको छ है यो कुरा सधैँ याद गर्नु उसको लागि जोडेको होइन बन्नुहोस् भने तपाईँ डराएको भने होइन यसको अर्थ यो छ तिमी भन्छौ रातको मन्त्रीसँग भेट्दा गर्छु त्यसमा माफी माग्छु बाबा तिमी ठुला बनियो यसको अर्थ माफी माग्नु पर्दा छुट्नु होइन घृणा गर्नु पनि अर्को शब्द एउटा विद्वानले कसरी छुटाउँछ माफी माग्नु ए तिमी त साथ मेरो गल्ती छैन तापनि तिमी मसँग भागिहाल्यो ल बाबा तिमी छैन
आफूसँग बोलचाल छोड्दैन, त्यति नजिक नजाने जुन सिचुएसनमा गएर तपाईँलाई फेस गर्नु हो। यो कुरा थाहा किन तपाईँलाई यो छ जुन लक्ष्य चाहिँ यही हो। यो त मेरो लक्ष्य छैन। 10वटा साथीले गराइदिनु गराउनु लक्ष्य त हामीलाई बुझ्दैन कराउँदै लक्ष्य त्यहाँ पुग्नु, त्यहाँ मार्केटमा 2-4टा सर्ट आउनु, 2-4टा साथी गराइहाल्छ। यहाँ गराउन आउनु भएको छैन लक्ष्य प्राप्तिको लागि। त्यसैले तपाईँहरूको एउटै लक्ष्य हुन्छ सिङ्गल कि म सफल हुन्छु र म एउटा प्रमिस गर्छु कलेजमा आएर 3 या 4 घन्टा स्टडी गर्नु कुनै परीक्षालाई रिभाइज गर्नु पर्दैन र लोकसेवाको जागिरहरू पालन रिभाइज गर्नु। यो एउटा कुरा त बहुत सत्य हो कि सबैलाई ट्यालेन्ट चाहिन्छ हो कि होइन। क्लासमा पढाउने सरहरू हेर्नुभयो आटो बाटो पढाएर जाने सुरुमा पनि कुरा नै होला उसलाई सपोर्ट गर्नु होला। पछि तपाईँ बुझ्नु यो कुरा पढाइरहेको त्यो त फाल्तु कुरा सिकाइरहेको यो कुराहरू पछि गएर थाहा पाइन्छ, सानो भए पनि पाइन्छ। त्यस्ता